यहाँ गर्दैन टोयलेट जङ्गलमा गर्छन् औषधि उपचार गर्नु पर्यो बिरामी भयो भने त रमाइलो भएन त त्यही भएर कोही बिरामी भन्नु भन्नु है दाइको छोरो यो यति गोरो छ हेर मेरो छोरी यो अर्को तिम्रो चाउरीको साथी यो फेरि मेरो छोरो यो रोटेल टोक्छ त्यो दसैँको दिन खानु पर्यो त दसैँको दिन टिका लगाउँछ भने अनि नाचगान गर्ने हुन्छ कि हुँदैन पानी फेरि यो दसैँमा हुँदैन नाचगान त माघीमा हुन्छ राम्रो आज के हो अष्टमी धेरै जस्तो मान्छेलाई यो पानी परेको समय छ हो कि नै बाख्राको मासु खाँदाखेरि धेरै जस्तोलाई ज्वरो आउँछ यो भाइरल ज्वरो भन्ने छ क्या भाइरसले हुने पानीमा भिज्नु दिनु हुँदैन अनि चाडपर्वको बेला बिरामी भयो भने खाऊ अब मासु नखाइ केटाउनु सक्दैन त ज्वरो आएकोलाई के बरु थोरै हो त ज्वरो आएको छ भने त्यहाँ चौरासी सरकारी अस्पताल त बन्द भइसक्यो बिदा भयो अनि मेरो अस्पताल छ त्यहाँ कोही ज्वरो आएको छ भने त्यहाँ अस्पताल राजु डाक्टरकोमा यहाँको भाँडा त्यस्तो अर्ग्यानिक त्यही चुरो यस्तो माग्यो भने लत खान्छ अनि काफी किताब माग्यो भने दिन्छ काफी किताब लान्छ कि नै लान्छ बेचेर खान्छ पढ्नुपर्छ है मुखियालाई भनेर अब पढ्ने 1 2 3 4 जाने छ कि नै 1 2 3 4 भन त पुरै पाइन्छ खान्छ